जय मसी हालेलुया 40 करोडको बाइकमा हिँड्नलाई एसिया महादेशको के हो रे दोस्रो ल पहिरो जाने ठाउँ चाहिँ के हो डट बाइक भन्दा खतरा गर्छ त यसको सम्झना आयो पछाडी आमामामा बडा स्वर्गदूतहरु आउँदै गरेको मलाई ठ्याक्कै त्यो महसुस भइरहेको सो एभ्रीबडी सबैजनालाई लासो नमस्ते हेफुला गुड मर्निङ आज चाहिँ होइन धेरै दिनपछि भ्लग गर्दैछु अनि भ्लग चाहिँ कहाँबाट गर्दैछु भने म चाहिँ आज काभ्रेमा छु अनि काभ्रेबाट चाहिँ आज टक्क होइन मिलन मामा बस्नुहुने ठाउँमा चाहिँ आएर यसो भ्लग गर्दैछु अनि धेरै टाइमपछि गर्दैछु कि होइन अगाडि गर्दाखेरि चाहिँ हात यस्तो देख्ने रहेछ केही छैन होइन यस्तो गरेर गर्छु बोल्न नै आउँदैन कि होइन बोल्न नै आउँदैन कि अब आज चाहिँ सो भ्लग खतरा हुन्छ आज स्याटरडे होइन हामी कोही मकवानपुरदेखि कोही काठमाडौँदेखि आउनुभएको छ अनि अलिक यहाँ परमेश्वरको सेवाकाई गर्न अनि हामी घुम्न गर्न आएको छौँ बिहानी नुहाएर चट्ट होइन आयो कपालमा चिसो देखिराख्नु भयो होला तपाईँहरूले होइन अब यस्तै छ गाउँ हो काभ्रे भन्ने नि होइन ओ त्यहाँ पहाडी भन्नाले कता यता चाहिँ सानो सैलुङ अनि यता चाहिँ पोङ्ती नम्सा छ अरे होइन यता चाहिँ पोङ्ती छ अरे त्यो एउटा तामाङ्गे छ नि काँडे ज्यापा छामे काँडे छार्जिम खोइ पोङ्ती नम्साला आस्याङला भन्ने चाहिँ त्यो पाहाडी गाउँ रे होइन अब त्यो गाउँमा पुगिन्छ थाहा होइन तर त्यो सानो सैलुङ रहेछ यता चाहिँ पोङ्ती रहेछ त्यो पोङ्ती भनेको रामे छ यो चाहिँ काभ्रे भयो अनि सो तपाईँहरूले म एउटा चाहिँ खतरा देखाउनेवाला छु हाम्रो मिलन मामाले चाहिँ रुम चाहिँ खतरा पाराले सजाएर राख्नु भएको रहेछ तपाईँहरूले त्यो रुम चाहिँ म खतरा देखाउँछु चर्च जस्तै लाग्यो मलाई होइन एकदम बबाल के केटाहरूले चाहिँ त्यसरी टक्क राखिँदैन तर बाइकहरू यस्तो मजाले राखेको छ हेर्नुहोस् है बाइकहरू यहाँ यस्तो यति धेरै छ बाइक 1 2 3 4 5 6 छवटा त्यहाँ एउटा त्यहाँ छ 220 मात्र 5वटा छ एउटा देखिहाल्नु भयो यहाँ खत्रै बाइक छ अनि तपाईँहरूले म एउटा कुरा देखाउँछु यहाँ सबसे बब्बाल कुरा हेर्नुहोस् है अब तपाईँहरूले चाहिँ म यस्तो बब्बाल चिज देखाउँछु भन्ने होइन अब अघि भर्खर सोधेको रुम यस्तै भइरहेछ अनि मिलन मामाको रुम हेर्नुहोस् है यहाँ यस्तो दामी छ कि यस्तो गरेर होइन हेर्नु न अब भित्तामा परमेश्वरको कुराहरू अब अरू कुरा चाहिँ हेर्नु न अब जुत्ता यहाँ यस्तो दामी मिलाएर राखिराख्नु भएको छ अरू कुरा चाहिँ हेर्नु न हेलमेट अब ठक्क खत्रै जग्गामा खत्रै लाग्यो कि यस्तो पाराले अझ तल पनि छ जस्तो लागेको थियो सेतो यो छैन रहेछ त 1 2 3 4 5वटा रहेछ यहाँ अब यस्तै हो यहाँ चाहिँ यस्तो दामी छ सो अब हामी चाहिँ यहाँबाट चर्च जान लागेको यहाँबाट ठ्याक्कै अब हामी निस्किन्छौँ अब निस्केर होइन चिया खाएर अलिकति यहाँ लाइटमा आउनुपर्छ कि अब फ्रेस पनि भयो होइन अब हामी रेडी हुन्छौँ लुगासुगा लाउने हो त्यसपछि चट्ट जाने हो चिया पनि खाने हो पानी टक्क पिउने होइन जाने अब रेडी हुनु पऱ्यो गाइज होइन एकछिन म रेडी हुन्छु ल गाइज एकछिन रेडी भएर त्यसपछि म सुरु गर्छु ब्लग फेरि पनि ल चलपल हुँदैछ बाइकहरू स्टार्ट हुँदैछ यहाँ चट्ट होइन बाइकहरू चलपल अब यहाँ टक्क निस्किन्ला 3-4वटा बाइक लिएर मजा पनि हुन्छ चलपल यस्तो बबाल अलि बबालै हुन्छ झन् ओ एभ्रिवान सबैजनालाई फेरि पनि होइन म चाहिँ रेडी भएको अवस्था हो सबैजना रेडी हुँदैछन् आफ्नो रेडी हुँदैछ रेडी भइसकेपछि म अहिले देखाउँला म चाहिँ रेडी भयो खासै त्यस्तो चाहिँ लाएन मैले नि होइन एउटा टी सर्ट लगायो एउटा प्यान्ट लगायो भइहाल्यो केटाहरूको त ल
अब यहाँबाट हामी एकछिनमा निस्किने कुटुङ टुङटुङ गरेर काले है त टाइगर यहाँ टाइगर भन्छ है त टाइगर यहाँ टाइगर छ होइन यस्तो लुगा पनि मोटो मोटो देख्ने अघि चाहिँ सुकुटी सुकुटी देख्ने होइन त्यस्तै हो रेडी पनि भयो अब चाहिँ ल केटाहरू रेडी हुँदैछ यतातिर होइन पछाडितिर चलपल खत्रै छ बबालाई छ केटाहरूको चलपल यता भित्रतिर पनि ल केटाहरूको चलपल चाहिँ बबाल छ यतातिर सबजना रेडी हुँदैछ ल अब टक्क जाने हो ल 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 देखाइ देखाइ स्ट्यान्ड हेरेर ओ कस्तो हुँदैछ हौ बिहानी बिहानी ल यता हाम्रो दाजुभाइ ल यतिको चाहिँ हुनु पऱ्यो है यतिको चाहिँ हुनु पऱ्यो है यतिको चाहिँ हुनु पऱ्यो है भिडियो खिच्ने त जाएको बाइक ध्यान हुन्छ फेरि ल ल ल ल हाम्रो चलपल ल केटाहरू यताबाट सबैजना चलपल हुँदैछन् म पनि टक्क आउनु पर्यो नि त होइन 5वटा बाइक लिएर चाहिँ हामी टक्क जाँदैछु ल केटाहरू निस्किनु पर्यो है ल ल ल ल ल ल ल निस्किनु पर्यो अब निस्किनु पर्यो कति बजिसक्यो यहाँ झोला चाहिँ झोलामा स्ट्रिङ छ कि छैन हेर्नु पर्यो है पहिला रहेछ रेडी छ सबैजना छ उजुरी ए लासो हेलो लासो लासो याङला सिजी माम काप्रेको मम हाम्रो होइन टक्क हाम्रो कति वर्ष हुनुभयो कति वर्ष सबु किलो होला कति साल लोम ए ल मामले 67-68 वर्ष हुनुभएछ ल एकछिन म चुचिरमा सिमसिम बिसिम हुन्छ चुच्चो हाल्छ कि ल ए त्यहाँ वीरबहादुर आएको हो ए तल 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 माम ल हामी हिँड्नु पर्यो अब यहाँबाट ल सम्धी ल हात पनि दुख्दो रहेछ क्या यस्तो गरेर ल चलपल गाइज अब यहाँबाट हामी निस्केको चिसो चिसो मौसम यस्तै हो पारा हातेर आयो ल अगाडि सकेर हो पारा पारा चल्दैछ पेबो है छैन रहेछ ए लिक त लिक लाग्दैन नि अब बिहान बिहान यस्तो आपत आयो बन्छ ल ल बन्न त बन्छ ल बबाल बबाल ल अब यहाँ ब्रेक आइल के रे ब्रेक आइल यहाँ सकेछ ह्यान्ड लागेको एकैछिनमा बन्छ ल आमा दाजुभाइलाई चाहिँ खतरा देखिरहेको बुलेट हो नि त सम्धी हाम्रो यता सुपर बुलेट बोकेर खट्ट गरेर आमा हेर्नु न अब चलपललाई छुट्टै जग्गा फेरि केटाहरूको सक्छ अब कसैले सक्दैन नि फेरि के अरे हामीलाई भने कि होइन ल हामी अब यहाँबाट म चाहिँ निस्केको हामी चाहिँ तल तल खोइ केटाहरू आउँदै आएन हामी मात्रै भयो
के गर्नु हिजो त हेलमेट मात्रै आज हेलमेट छैन ल ल ल ल ल ल ल सबैजना होस् होइन सबैजना आएपछि चाहिँ टक्क पिछेवालाहरू केटाहरू खोइ ल एकचोटि पछाडि हेर्नु सक्यो केटाहरूको सक्छ त अब सक्दैन नि अब हेर्नु न यस्तो बवाल देखिरहेछ यहीँ अब के भन्दैछ यहाँ गुम्बा बनाए यो चाहिँ व्यक्तिगत गुम्बा अरे कि यो 5 करोड बनाएर ल अब बिस्तारै केटा हो ओह्रालोतिर लाग्नु पर्यो होइन चल पल कुद्यो ल हामी निस्केको केटाहरू पछाडि आउँदैछ अगाडि गइसक्यो हाँस्दैछ केटाहरूसँग हिँडेर खिच्नुपर्छ भनेको एक्ला भइरहेको छु गाइस होइन कपाल पनि हेर्नु न कपाल उडिरहेको अब केटाहरूसँग हिँडेर गर्नुपर्छ भने कि भिडियो अहिले एकछिनमा सँगै हुन्छ होला होइन त्यो बेला खिचाउँला गाडी सम्झीको छुट्टै पारा छ क्या फेरि बाइक यस्तो बवाल छ कि मलाई त यस्तो बवाल लाग्यो होइन लुक्स पनि यस्तो दामी छ हामी जाने चाहिँ कताबाट हो सिधै हो ल पछाडि छ होइन अनिलहरू छ कहाँ गएर हाम्रो पछाडि बुलेट खतरा आउँदैछ तपाईँहरूले म एउटा खतरा देखाउँछु एसियाको सबसे लामो पहिरो भनेर यो ठाउँलाई चाहिँ चिनिन्छ हेर्नुहोस् है गाइस एसियाकै सबसे लामो पहिरो थियो कि यो चाहिँ ल ल ल ल कपाल रहेछ पहिरो चाहिँ होइन एसियाकै म त फर्स्ट भन्छु सेकेन्ड थियो कि सेकेन्ड पहिरो आठ जुम गऱ्यो हेर्नु हेर्दै डर लाग्दछ यार अन्त कति मिनट पछि ट्याक्कै ठ्याक्कै हामी आधी घन्टा 45 मिनट 1 घन्टा पछि हामी आइपुगेका छौँ चर्च चाहिँ माथि हो ए तल रहेछ ल खुसी लाग्यो होइन चर्चमा आइपुग्यो होइन हामी सबैजना त्यसरी जाँदैछन् फाइनली यहाँ चाहिँ भ्यू पनि खत्रै रहेछ त्यो टक्क भ्यूलाई खिच्नु मन थियो कस्तो हुँदैछ सम्झी ल हामी अब चर्चतिर लागेको अवस्था ल सन्धि आउनु ल सबैजना आउने सबैजना हामी बाटोतिर हिँड्दैछौँ लगभग हामी 40-45 मिनटको बाटो हुँदै हामी फाइनली पैदल यात्राबाट चाहिँ नभनौँ दुई पाङ्रे यात्राबाट टक्क हामी चर्चको बाटोतिर हामी जाँदैछौँ ल यसरी यहाँदेखि यहाँसम्म काभ्रेसम्म चर्चमा आउँछु भन्ने हामीले नसोचेको कुरा चाहिँ परमेश्वरले पुरा गर्नुभएको छ हामी यसमा एकदमै धन्यवादी छौँ अन्त एकदमै बाइकमा नि हिँड्न पाउने यसरी बाटोमा नै हिँड्न पाउने हामी जस्तो भाग्यमानीको होला उता भ्यूहरू खिचिरहेछ ल
अब एकछिनमा चर्च पुगेर हामी खिचौँ होला भिडियो छिटेर टक्क मिलाउनु नखिच 7 बजे पुग्छु भनेको अब 7:11 भइसक्यो है अब 7:15 भइसक्यो ठिकै छ आजको दिनभरि भनेको परमेश्वरको महिमा गर्नलाई बनाएको दिन हो त्यही भएर हामी गर्नेछौँ होइन त ल यतिको चाहिँ तिर खाउने व्यक्तिहरू हुनुपर्छ है लगायतहरू पारी सिन्धु पाल्छ यता काभ्रे दोलखा यता रामेछाप यो दोलखा यो सिन्धुली यो काभ्रे यता बवाल फुलहरू बवाल छ क्या हेर्नु न बवाल के हो यस्तो खतरा फुल है यहीँ खतरा देखिरहेछ ल यस्तो बवाल बसिरहेको छ परमेश्वरको महिमा यसरी गर्न पाउँदा चाहिँ एकदमै आफूलाई छुट्टै फिल हुन्छ क्या ल ठिक छ ल कस्तो फिल भइरहेछ अङ्कल एकदम बवाल बवाल ल रमाइलो भइरह नि ल है हामी चाहिँ आइपुग्यौँ हजुरको आँगनैमा परमेश्वरको सुसमाचार लिइकन फाइनली हामी चर्च गयौँ जयमसी एकचोटि चाहिँ यस्तो भ्यूहरू हेरिदिउँ है चर्च चाहिँ हाम्रो यस्तो छ है भोपाल रहेछ यस्तो रहेछ केटाहरू चाहिँ यता आउँदैछ ल चर्च पनि त बवाल रहेछ खुसी लाग्छ तपाईँहरू त्यसरी बस्नु होइन तपाईँहरूलाई म एउटा भिडियो पनि बनाउँछु क्या ल है हाम्रो काभ्रेको के ठाउँ रे यो बालागिरी टोलमा हामी आएर होइन परमप्रभुको सेवा गर्न पायो सबैजनालाई धेरै धेरै धन्यवाद जय मसी हालेलुया आमेन ल सबैजनाले एलो गरिदिनुहोस् ल भरे लिति ग्रुपमा आओस् है होइन यो म युट्युबमा हाल्छु युट्युबमा आउँछ अनि ल है सबैजनालाई धन्यवाद हजुरहरूलाई विशेष धन्यवाद ल तपाईँ के भन्न चाहनुहुन्छ हजुरहरूलाई विशेष धन्यवाद हजुरहरू टाढादेखि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिनु है नेवारमा के भन्छ धन्यवादलाई स्याबास स्याबास भेट्नौ धन्यवाद भेट्नौ स्याबास हजुरहरू भेट्नु स्याबास ल धन्यवाद हजुरहरूलाई ल बाई बाई सबैजनालाई छुट्न त मन थिएन मलाई रुन मन लाग्यो गर्ने के ल फेरि आउँदाखेरि तपाईँहरूसँग भेट हुनेछ बेजर नगर्नु होला है हस् हस् हामीसँगै जानुहुन्छ हो तपाईँहरू नि ए हुन्छ ल उतातिर हजुरहरूलाई एकदम स्वागतम भन्न चाहन्छु हजुरहरूलाई आउनुहोस् हामी काभ्रेको नेवार समुदायमा आएर नेवार हाम्रो दाजुभाइ दिदीबहिनीहरूसँग यसरी परमप्रभुको महिमा गर्न पायो एकदमै खुसी छु माथिबाट स्वर्गदूतहरू आउँदै गरेको मलाई ठ्याक्कै त्यो महसुस भइरहेछ क्या एकचोटि उडेको जस्तो गर्नुहोस् न गरेर खुसी लागिरहेछ तपाईँहरूलाई एकदमै ल ठिक छ मलाई पनि खुसी लागिरहेछ है एभ्रिवान सबैजनालाई धन्यवाद अब चाहिँ भिडियो इन गर्ने बेला भयो होइन मैले भिडियो पनि लामो बनाइसक्यो यस्तै हो यसरी नै माया गर्नु होला मलाई हामीलाई है म हाम्रो पछाडि स्वर्गदूत आएको जस्तै लागिरहेछ क्या मलाई त ए यता हेर्नुहोस् त एकचोटि ल अब हाम्रो
फर्काएको यात्रा अब हामीले हाम्रो सुरुवात गर्दैछ टिस्टुङ गोलु गोलु अनि त्यो एउटा नाम राख्नु पर्छ 10 वटा नाम राख्नु हुँदो रहेछ टिस्टुङ गोलु गोलु TIS टिस्टुङ गोलु गोलु होइन म उहाँलाई लिङ्क पनि पठाउँछु अनि सब्सक्राइब गर्नु होला अनि चारवटा जिल्लाले छेउको बिचको भागमा हामी काभ्रेमा छौँ के अरे दोलखा रामेछाप अनि सिन्धुली अनि काभ्रे सिन्धुपाल्चोक सरी सिन्धुपाल्चोक कस्तो लागिरहेको छ एकदम बाबा रमाइलो भइरहेछ प्रभुको सेवा गरेर होइन सो गाइज अहिले चाहिँ हामी एकदम तपाईँहरूलाई स्पेसल्ली सरप्राइज देखाउन लागिरहेको छु होइन अनि यहाँबाट तल आएर चाहिँ हामी लाइक एउटा बवाल चिज छ क्या है अनि ल हेर्नुहोस् आमा बवाल छ अब हामी यहाँबाट छुटेर जानेछौँ मलाई चाहिँ एकदम यहाँ आएर चाहिँ जिजसको सम्झना आयो है एकदम बवाल लाग्यो थ्याङ्क यू गड होइन एकदम रुन मन लाग्छ कि यस्तो चिजहरू देख्दाखेरि र ठिकै छ केही छैन अब हामी यहाँबाट छुटेर जानेछौँ बाई बाई यो क्रुसलाई है ठिकै छ पछाडि क्रुस देखिराख्नु भएको छ बवाल देखिरहेको छ है ठिकै छ अब हामी यहाँबाट जानेछौँ पछाडि खतरा देखिरहेको छ क्रुस ल केही छैन अब यस्तो ल ठिक छ बवाल रहेछ भ्यूहरू होइन अब यो चाहिँ नसोचेको कुरा होइन त वीरबहादुर र कस्तो लागिरहेछ कस्तो फिल भइरहेछ एकदम मजा रमाइलो क्रुसलाई देख्दाखेरि कस्तो अनुभव भयो हजुरलाई मलाई चाहिँ एउटै शब्द भन्नुपर्दा आनन्द शान्ति ल धेरै धेरै धन्यवाद हजुरलाई हामी चाहिँ एकदम यस प्रभुको कुरालाई हामीले देखिसकेपछि चाहिँ एकदम हामी आनन्दित हुन्छ र दाइले कस्तो लागिरहेछ एकदम मलाई चाहिँ आनन्द लागिरहेछ होइन र मामालाई कस्तो लागिरहेछ एकदम आनन्द शान्त ल ठिक छ परमप्रभुले सृष्टि गर्नुभएको चिजले हामीलाई आनन्द दिन्छ प्रभु धन्यवाद अझ झन् क्रुस देख्दाखेरि त बब्बालाई मजा आयो अबको भिडियो चाहिँ अहिले खिचौँला अहिले यति नै अघि नै हामीले पारिबाट हेर्दाखेरि नि आमा हेट एसिया महादेशकै के हो अरे दोस्रो ठुलो पहिरो जाने ठाउँ चाहिँ यो हो अरे भनेपछि त अब हेट यहाँ चाहिँ जान्छ फेरि नि यार है अलिअलि जान्छ एकचोटि सर्लक्क हेरौँ यार यस्तो हुँदो रहेछ यस्तो पहिरो छ वहाँ पारीदेखि यता वारीसम्म टुप्पोसम्म फर्स्ट चाहिँ कहाँ होला है पहिला बस्ती मोबाइलमा जिउवा पहिलो त बस्ती थियो नि सब उडायो है सो एभ्रीबडी गाइज ल अब हामी फर्केको अवस्था होइन अब हामीले सबै चिजहरू हेरि पनि सक्यो अनि एसियाको दोस्रो पहिरो पनि हामीले हेरिसक्यो अब चाहिँ भिडियो इन गर्ने बेला पनि आइसक्यो केटाहरू चाहिँ अगाडि छ सबैजना अनि ल अब काले पनि भुकिरहेछ त्यहाँ होइन अब धेरै कुरा छैन मलाई भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुलिदिनु होला सपोर्ट गर्नु होला किन भुकिरहेछ चाहिँ काले अनि सबैजनालाई मेरो मिठो माया अनि मलाई मिठो माया गरिदिनु होला अनि यसरी नै भिडियोहरू खै अब आउँछ कि आउँदैन होइन
र यसरी नै मनोरञ्जन गरेको भिडियोहरू आउँदै गर्नेछ ल आजलाई चाहिँ यति नै भिडियो पनि लामो भइसक्यो सट्ट गाइज